सो हेलो गाइज, गुड मर्निङ फ्रम मुस्ताङ। ब्लग चाहिँ यहीँबाट स्टार्ट गर्छु होइन। सो टुडे माई ड्रिम कम्प्लिटेड। एउटा ड्रिम थियो मुस्ताङ घुम्ने, जो सो फाइनली आज कम्प्लिट भएको छ। मैले मुस्ताङमा छु, लोयर मुस्ताङमा। अप्पर त जान सकिँदैन। सो म लोयर मुस्ताङमा छु। एकदमै रमाइलो गरेछु, एकदमै खुसी लागिरहेको छ। दिस इज द भ्यू। नाम सुन है केटा हो। सो अहिले चाहिँ हामी मुक्तिनाथको यात्रा गर्न जाँदैछौँ। सो यी चढ्दैछौँ। यहाँको बारेमा सरहरूले भन्नुभयो यहाँ हाततिर चढ्नु हुँदैन, स्याहाँ स्याहाँ भइन्छ, लेक लाग्छ, ढल्ने सम्भावना हुन्छ, अक्सिजनको कमी हुन्छ। सो बिस्तारै जाने हो, आनन्द लिँदै जाने हो, मजाले जाने हो, मुक्तिनाथको दर्शन गरेर आउने हो। कति इन्डियनहरू मात्रै दर्शन गर्छ, हामी नेपालमा भएर नेपालीहरू पनि कम्पलसरी आउनुपर्छ यो ठाउँ त। सो लेट्स गो। हेलो लोकेन्द्र। केटा हो, रमाइलो लागिरहेको छ। मुस्ताङमा ल ल सही हो ल। ये ब्रदर कति हो? 400 हो जम्मा। ए लाउनुस्। यहाँबाट कति लाग्छ टाइम घोडामा जान चाहिँ? 20-25 मिनेट लाग्छ लाउनु। ए जानुहुन्छ? होइन, तर अब यतिकै ट्रेभल एक्सपिरियन्स गर्नु छ कि हिँडेर। अर्कोचोटि चाहिँ घोडामा जाउँला। अहिले जानु, अर्कोचोटि किन हुनु? अहिले त अब यतिकै जानु छ। हेलो दोस्त। चिज हेलो चिज यो कहाँ छुट्यो यिनीहरू? जाऊँ, हामी जाँदै गरौँ बिस्तारै। सो गाइज, हामी लागिसक्यौँ मुक्तिनाथ मन्दिरतिर। ए अनमोल, तिमीलाई गाह्रो हुँदैन नि? जहाँ गाह्रो भयो भने त्यहीँबाट घोडा बुक। ए स्पेसल। सो भन्छ आधी घन्टा जति लाग्छ। घोडा पनि मान्छे जस्तो त हिँड्ने हो, कुन कुद्ने हो? त्यही त हामी जसरी हिँडिराखौँ त्यसरी। फोकस अन योर गोल भयो। त्यसपछिको लाइन नभनौँ ल गाइज। चौरी गाई थियो कि भेडा थियो? त्यो कुन त्यो? चौरी गाई हो ब्रदर। ए हस्, थ्याङ्क यू। बोतल कसरी किन्छ? ए महँगो पाउँछ होला फेरि। हजुर, पूजाको सामान लग्ने कि नलग्ने? पूजा गर्ने हो र? त्यही त गाइज, पूजाको सामान लग्नुपर्छ र। हावा कुरा नगर। अन्डा इज नट नन भेज। अन्डाको नाम फुल हो। अरू केही त्यस्तो त होइन, जे हो त्यही हो। यो जग्गा बिक्रीमा छ, मै किन्नेछु। आउँछु, रोक्नु न। वाउ, फाइनली ड्रिम प्लेसमा। यस,
ड्रिम प्लेस थियो ड्रिम होइन ड्रिम अब यो 2 धाम भयो कि अब 2 धाम बाँकी पशुपतिनाथ भयो मुक्तिनाथ भयो अब केदारनाथ र बद्रीनाथ 12 पछि जाने हो केदारनाथ चाहिँ पहिला मुक्तिनाथको दर्शन गरौँ माथि होला कि टपमा चिसो हुन्छ भने त्यही खोइ मैले चिसै लाग्यो होइन वाउ त्यो त टाउकै हाल्यो क्या हो त्यस्तै छ क्या टाउको हालेको जस्तो हो हजुर हेलो अनमोल कस्तो लागिरह ल जाम घर जाम मेरेको घर हेलो कस्तो लागिरह ल ल मुस्ताङमा आएर गाह्रो भइरहेको रमाइने अहिले नि अक्सिजनको कमी अब अक्सिजन बोतलमा ल्याउनु पर्ने रहेछ ल्याबबाट उठाएर हेलो गाइज कस्तो लागिरह तिमी मुस्ताङमा छौ अहिले हेलो आबिद हेलो आलोक नमस्ते नमस्कार सरकार कस्तो लागिरह म एनके सरलाई सो तिमीलाई कस्तो लागिरह अहिले मुस्ताङमा अहिले त रमाइलो लागिरहेछ एकदमै तर अहिले हिँड्न गाह्रो भइरहेछ कि नै तिमीलाई दुईजनालाई गाह्रो भइछ गाडी गर्दैछु अब सास लिन गाह्रो हुन्छ भने यस्तो गर्ने यस्तो गर्ने ओके ओके थ्याङ्क यू हेलो 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 ब्रदर हेलो 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 देविन होइन देविन कस्तो लागिरहेछ अहिले तिमीलाई मुस्ताङ पुगेकोमा एकदम रमाइलो भइरहेछ अलि जोडले बोल न घर जाने हो यो पनि भन्नु है ऊ बाबाजीहरू बाइकले मुक्तिनाथ चढाउनु थाल्नुभयो चलै बी सारी बिलोगर हेलो ओसिम मुखमा हान्ने कि अच्छा स्माइल त प्लास्टिक मारेलु हो सो गाइज मुस्ताङमा मसँग टप्पर हुनुहुन्छ कलेजको अनि उहाँ चाहिँ ओल्ड इज गोल्ड लिएर आउनु भएको छ पढ्नको लागि गाइड लिएर आएको छु सो मुक्तिनाथमा अहिले गएर हामी नुहाउँछौँ ऊ पढ्छन् ओल्ड इज गोल्डबाट प्र्याक्टिस गर्छन् 12 को एक्जाम आउँदैछ साथीहरू कराइदिएर अलि डिस्टर्ब हुने टाइपको छ तर अनि म सक्दो राम्रो बनाउँछु वाउ यहाँको फेमस घोडाहरू सुरी नगदा घोडाहरू फेमस छ तपाईँलाई राम्रो लाग्छ भने तपाईँलाई मन लाग्छ भने घोडामा चढेर जानुहोस् मुक्तिनाथ दर्शन गर्न या इफ तपाईँ हिँडेर एक्सपिरियन्स गर्न चाहनुहुन्छ भने हिँडेर म बेस्ट भन्छु किनकि एकदमै रमाइलो हुन्छ हिँडेर झन् ग्रुपमा साथीहरूसँग एकदम रमाइलो हुन्छ त्यस्तो घोडामा गयो भने ठ्याक 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 केही रमाइलो हुँदैन सो गाइज पछाडि मेरो प्रिन्सिपल सर आउँदै हुनुहुन्छ उहाँसँग सोध्छु तपाईँ मुस्ताङमा आएर कस्तो लागिरहेको छ तपाईँलाई हेलो सर तपाईँलाई मुस्ताङमा आएर कस्तो लागिरहेको छ कोल्ड टु कोल्ड हेलो गाइज कस्तो लागिरह मुस्ताङमा आएर ओ बाबुलाई गाह्रो भयो जस्तो छ अच्छा ल ल ल ल सो भाइ तिमी दाइहरूसँग आउँदा कस्तो लागिरहेको छ हो दाइहरू रमाइलो छ दाइहरूसँग रुममा बस्ने कि नबस्ने
रुममा बस्नु के जान्छ रमाइलो लाग्छ सर तपाईँ मुस्ताङको बारेमा केही भन्नु न मुस्ताङको बारेमा केही भन्नु अरू कुनै सर अरू केही छैन सो गाइस सरले भन्नुभयो मुस्ताङ मुस्ताङ जस्तै छ अरू केही छैन अरे मुस्ताङमा किन आउनु मुस्ताङ सो गाइस तपाईँहरूलाई म सजेस्ट गर्छु मधेस आउनु खेत घुम्न घर घुम्न ताराबाजी लोइ लोइ मामा आयो घोडा हेलो सर हेलो कस्तो लागिरह ठिक लागिरहेछ तपाईँ पहिला आउनुभएको थियो थिएन पहिलोचोटि हो ए सो फर्स्ट एक्सपिरियन्स होइन हजुरको हो फर्स्ट एक्सपिरियन्स ए नाइस एक्सपिरियन्स कतिको ऊ राख्नुभएको थियो एक्सपेक्टेसन कि म यो गर्छु त्यो गर्छु लाइक ड्रिम टाइपको त्यस्तो केही थिएन केही थिएन ए योभन्दा पहिला कुन कुन धाम घुम्नु आहा अरू धेरै घुमिएको छ हो बद्रीनाथ केदारनाथ छैन बाँकी त ए ओके त्यस्तो त गर्दैन होला अच्छा हेलो म भन्छु नि त यहाँको फेमस घोडा राइड घोडा राइड बाबा हट 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 छिटका परि हट 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 छिटका परि हट यहाँ महँगो भन्छ के हेलो ल भन यता फर्केर भन ल जे भन्नु छ हेलो भन्यो भ्लगमा जे नि भन्न पाइयो के रे सो कलेजबाट आएको हो होइन पर्सनली अनि ए स्कुलबाट कुन ठाउँ ए हो हामी त्यहीँबाट आएको हो ललितपुर एडभान्स एकाडेमीबाट ए ओके सो कस्तो लागिरह हो सोचेको थियौ म मुस्ताङमा हुन्छु भनेर सोचेको थिएन ला सबभन्दा हार्डेस्ट अबको जुन हामी भर्याङ चढ्नेछौँ सबभन्दा हार्डेस्ट हो यो एक्सक्युज मी सो जय मुक्तिनाथ के भयो ब्रदर थोरै साइड दिनु न है बस त टाउको तल गर्ने हो आलोक ओल्ड इज गोल्ड निकाल पढ्दै जाऊ अहिले नि ब्यागमा छ त्यहाँ निकाल्नु यत्रो भर्याङ हेर्नु भएन क्या घोडा भन्नु वाउ यहाँ बनाउन जाम यार हामी नि
यो कोही त बन्द धेरै राम्रो मजा आइरहेछ कालहरा दुखहरा दारिद्रहरा हिवारा हिबाट सिवा स्या भइयो यहाँ माथि बस्ती एकछिन अनि त्यसपछि जाऊँ ल अब एकछिन बस्ती पनि जाऊँ ल गाह्रो भयो यति नै चढ्न सो गाइस जस्तो गाह्रो हुने बेला चाहिँ ठ्याक्क टाउको तल गरेर बस्ती नै हो पुरै लेक लागिसक्यो अर्को बिरामी अर्को ब्लगर अर्को बिलोगर म भ्लगर बिलोगर सो हेलो गाइज सबले बनाएकै जस्तै म नि बनाएर उयसमा म लेताएर बनाउँथेँ क्यामेरा नछेको बनाएमा आएर वेट ए क्यामेरा छ त्यहाँ ल त्यस्तो ल पाउँ अरूको भत्काइदिने हो क्या अलि हट न यो मेरो देखेन अलि साइडमा यो हुँदैन हेर कसम मन्जु हेर ल राम्रो मभन्दा छिटो बनाइसक्यो म चाहिँ सानो सानो बनाउनु ठुलो बनाउने हुन्छ खस्नु भएन ग्यापहरु पनि फिल गर्दैछ कि नपढेर त्यो जाम त्यहाँ जाम क्या यो त अड्किँदैन होला माथि चढ्नु छ कति माथि ल यति नै हो गाइज अब यसभन्दा ठुलो त बन्न सक्दैन ल त्यसमा अड्दै हेर्दैन अब कुनै ल सो गाइज आधी घन्टा पछि हामी ठ्याक्क पुरै भर्याङ चढ्नमा सफल भएको छौँ एकदम थकाइ लागिसक्यो सासा भइसक्यो लेक लागिसक्यो पुरै अब ढल्ने जस्तो भइसक्यो सो गाइज एकदमै लेक लाग्ने रहेछ अक्सिजनको कमी एकदमै भयो मलाई बेहोस हुने जस्तो भइसकेको थियो त्यसैले फुल बनाउन सकिनँ र फाइनली अब पुगिसके जस्तो छ पुरै लो इनर्जी भइसकेको छ लो लेभलमा छु अहिले म अहिले बेहोस हुने जस्तो भइसक्यो आफ्नो तर पुगिसके त्यति हो कि फाइनली मुक्तिनाथ टेम्पल दर्शन गर्न पुगियो सो फाइनली पुगिसक्यौँ गाइज एकदम इनर्जी लस भइसकेको छ
पुरै म अब बेहोस हुने जस्तो भइसकेको छ गाडी फेरि आइसकेको डल्लो छ नि त यता हो कि हाम्रो ग्रुप फाइनली पुगिसक्यौँ गाईजी मन्दिर अब नुहाइदिने हो आफै ताक्यो भिडियो भिडियो बनिरहेको यिनीहरू कहाँ भिडियो नै राम्ररी बनेन म त पानी भन्नु पर्छ नि भिडियो नै भएन भन्छ राम्ररी ल ल दिमाग चिसो भयो दिमाग धेरै चिसो छ यो किन पायो एकचोटि अझै मन गरिदिउँ ओइ लुगा म ल्याइदिउँ लुगा गाइज हामी नुहायो ज्यानलाई फ्रिज गरियो दिमाग सिमाग सबै फ्रिज भयो अब भ्यू ओए के गरा कि छोड्दैन हो दिस इज द नेचुरल ब्युटी फाइनली ड्रिम कम्प्लिटेड केटाहरू वाउ मलाई बोलाएको कसैले वाउ ठुलो स्ट्याचु भयो भरताल डुम्बे ए डुम्रे ताल घुम्न आइरहेछ यहाँ डुम्बे मान्छेको भ्लगलाई चाहिँ लाइक सेयर सब्सक्राइब सबै गर्नु के गर्नु सबै